हरि ओम नमस्ते पहिले अब फेरि बत्तीलाई हात जोडा त बाबु अनि गरौँ पहिले यसलाई बत्तीको फुल लिएर हात जोडा ओम नमस्ते मङ्गलाचरण यो बत्तीको लागि हरि ओम दीप प्रज्वलन दीपम थिरुभवे गङ्गा सुरभवा प्रसुरभवा सुगति सगोने पूजी समाला थिरुभवे दीपम लाल्य फुले लो राजा बाबु भगवान गणेशलाई अब यसो दुईटा ज्योति बाल्दै उठाएर घुमाइदियो रोटीलाई दुई ठाउँ हामीले बनाइदिनु हुन्छ क्या हामीले गाउँ वार्ड नम्बर 1 थापाथर टोला स्थले आद्या शुभ विवाह यज्ञ कर्म निमित्तका ल बाध्य ल अब धाइयामा
पहिला अम्सी आइदिन सम्झिनी पनि ठ्याक्कै यसै मेसा लाउनु मङ्गलम भगवान् माधेमा लानु है मङ्गलम भगवान् माधेमा मङ्गलम गरेर जाऊ मङ्गलम ल अब सम्झिन्न अगाडि नआइदिनु अझै त्यहाँ त बोली त उसले मसला दिएर नै थियो हाम्रो पाला दिएमा देख्छ अहिले भरि होइन मात्र हो भन्छन् टेक्ने आज त्यही पाइला टेक्ने के कार्यक्रम छैन के बिहा सकियो लैन अन्नपदेशन्नस्यो ये नमस्य सुषण परीक्षण तारिखो अहम तारिखो ऊर्धनुदेवपदे जदुपदे अग्निमा झाराहदिनु दुलावस्पति भुव सविता प्रार्पयतु श्रेष्ठ कर्मणे हुन्छ पैसा त दुलैलाई नै दिनुपर्ने हुन्छ ओम मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनुहरि ती तीन पटक हान्न पर्यो अन्त तल थापेर सिरान लयो तिन फेरि है बास्नुको आएपछि जेसुकै अरे नि खानु पर्ने हुन्छ हाम्रो पञ्चायतले पनि त्यही भनेको छ हाम्रो संस्कार नत्र भने आएपछि धेरै खानु पर्छ मुखैमा गएन है प्याज मेट्न परेन सफल दम्पतिको शुभकामना छ
नमस्ते गर्ने हुन्छ काउ कति उठ्थ्यो गर्नै पर्छ मान्ने कुरोलाई मान्नै पर्छ कुन अवस्थामा अहिलेको मान्नु हुन्छ यही भएर पछि यसतिर तिनवटा सह नबोल्नु सहमति सहकार्य र सँगसँगै भन्ने कहिले नबोल्नु राम्रोसित मिलेर बस्नु कर्म पञ्चायत देवताको अग्नि उठाइएको हुन्छ अब हुन त यहाँ बाहिरको कोही पनि परेनन् बुढो पखालेका सबै कार्यक्रम त हाम्रो मिलेन हैन रेडियोमा आगोलाई नहाल्ने भन्ने हो निश्चित कार्यक्रम हुँदैन अब यो के अरे बजेट निर्माण गर्दै त्यही गरेर बोल्नु गर्ने वर्षाले गएर तार किन्ने भनेर भने आफै त्यो गलेश्वर लिएर हिँड्ने आदि केटी हो दाइको मुखमा देखेर भाइको देखाउनु पर्यो अब म जाँदैछु फेरि उयो देखाउनु एउटै हातले दुईटामा लाउने ल बाबु फले फुले चोर्ने काम गोला दो तिमीले धन्नै चोर पक्राउ खाइछौ है दुईटै बुहारी र छोरा दुईटै चोराचोर परेछ म उता गएर खोजेर